रिसाएको केही सेकेन्डमै तपाईँको मुटुको धड्कन बढ्छ, रक्तचाप बढ्छ, रगतको नलीहरू खुम्चिन्छ र रगतको जुन प्रवाह हुन्छ स्पिड त्यो बढ्छ। यदि व्यक्ति अझ केही बेरसम्म रिसायो भने रगतमा जुन हार्मोनहरू बढ्छ त्यसले के गर्छ भने यो रगतको जुन प्रवाह हुन्छ रगतको नलीमा त्यो अनियन्त्रित हुन थाल्छ। त्यसलाई हामी टर्बुलेन्स भन्छौँ। अनियन्त्रित हुन थालेपछि त्यो प्रभावले त्यो भित्ताहरूमा त्यसले इम्प्याक्ट गर्छ, भित्तालाई हान्छ रगतको प्रवाहले। अनि भित्तामा जब ट्रमा हुन्छ, इन्जुरी हुन्छ, त्यो इन्जुरीले, त्यो चोटले त्यो भित्ताको जुन लेयर हुन्छ जसलाई हामी इन्डोथेलियम भन्छौँ त्यो लेयरमा ब्रेक हुन्छ। लेयरमा पर्ने दबाव र चोटले गर्दा त्यो लेयर फुट्छ, च्यातिन्छ, रप्चर हुन्छ त्यहाँ, जसको कारणले अब त्यो ठाउँमा क्लोट बन्छ, रगत जम्छ। रगत जमेपछि हार्ट एट्याक हुन्छ र त्यो व्यक्ति अझ रिसाइरहेछ, कसैसँग फाइट गरिरहेछ, उत्तेजनामा छ, हार्मोन लेभल अझ हाई छ। त्यस्तो बेलामा उसको मुटुको चालमा गडबडी भएर कार्डियक एरेस्ट हुन सक्छ। अर्थात् एउटा सानो कारणले जब व्यक्ति अत्यधिक रिसाइदियो भने यहाँसम्म अवस्था पुग्न सक्छ। रिसाएर हार्ट एट्याक भएको मैले आफै कतिवटा केसहरू देखेको छु। तपाईँ भिडियो सुनिरहनु भएको छ, यो तपाईँ पनि कुनै दिन एकदम धेरै रिसाएको बेलामा तपाईँको छातीमा असहज भएको तपाईँ पक्कै अनुभव गर्नुभयो होला। त्यसैले यस्ता रिसले गर्दा हुने हृदयघातका घटनाहरू कुन ठाउँमा बढी हुन्छ भन्दाखेरि आफ्नो घर परिवारमै बढी हुन्छ। पति पत्नी बीचको रिस र झगडाले पनि हार्ट एट्याक भएको घटनाहरू देखाउँछ। ट्राफिकमा तपाईँ गइराखेको बेलामा, अफिस कार्यालयमा रिसको सम्भावना बढी हुन्छ र त्यसले चाहिँ हाम्रो शरीरलाई अचानक ज्यान जाने जोखिम समेत गर्न सक्छ। त्यसैले मित्रहरू जो यो भिडियो हेरिरहनु भएको छ, तपाईँ यदि धेरै रिसाउने बानी रहेछ, धेरै गुनासाहरू दिमागमा आउँछन् अनि रिसाइहाल्नुहुन्छ, यस्तो किन भएन, तपाईँकै अनुसार अरू चल्नुपर्छ भने जब सोच्नुहुन्छ, रिस उठ्छ भने यो मेरो भिडियो स्मरण गर्नुहोला, अनावश्यक धेरै नरिसाउनु होला र रिसाएको बेलामा यसले जे पनि गर्न सक्छ सोच्नुभयो भने त्यसले तपाईँलाई रिसलाई कन्ट्रोल गर्न मद्दत गर्छ र विशेष गरेर घर परिवारमा जब भनाभनको अवस्था आउँछ, जो बुद्धिमान हुनुहुन्छ, पति या पत्नी या दाजुभाइ जो बुद्धिमान हुनुहुन्छ उहाँ चाहिँ चुप्प लागेर एकछिन चाहिँ समयको प्रतीक्षा गर्नुहोस्। रिस घटेपछि फेरि सबै कुरा सामान्य भइहाल्छ र यति बिचमा तपाईँले एकजनालाई हार्ट एट्याकको जोखिमबाट बचाउनु भएको छ, यो साधारण कुरा होइन। धन्यवाद।